नमस्कार दर्शकबिनहरू, आसामको तिनसुकिया जिल्ला अन्तर्गत जागोन निवासी श्री प्रकाश बहादुर छेत्री, जसलाई 18 डिसेम्बर 2024 भारत म्यानमार सीमान्त क्षेत्र लङ्का बस्ती नजिकको केसर मिलबाट एक सशस्त्र समूहले जसलाई अपहरण गरेको थियो, उनी 100 दिनपछि सुरक्षित रूपमा रिहा भई आफ्नो घर फर्की। प्रकाश छेत्री अल्फा स्वाधीनको हिरासतमा 100 दिन बिताएपछि अन्ततः मुक्ति भएकन आफ्नो घर फर्कियो। उनको रिहाईको लागि जागुनको स्थानीय बासिन्दा, छात्र मुक्ति सङ्ग्राम समिति, सामाजिक कर्मी तथा विभिन्न सङ्गठनहरूले निरन्तर आवाज उठाएको थियो। प्रकाश छेत्रीको धर्मपत्नी श्रीमती मनिषा छेत्रीले आफ्नो श्रीमतीको सुरक्षित फिर्ताको लागि स्थानीय बासिन्दा, विभिन्न दल, सामाजिक सङ्गठन, सुरक्षाकर्मीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको छ। मलाई सहायता गरौँ, सबैलाई धन्यवाद। अरू फरेस्ट बरुवा डाँगोले समेत धन्यवाद। अच्छा, त्यहाँ म्यानमार शिविरमा जाँदाखेरि त्यहाँनिर कतिजना क्याडेटहरू थियो? त्यहाँ हामी त्यहाँ जाँदाखेरि 70 जना थियो। पहिला जाँदाखेरि 2 दिन बसेर बादमा उनीहरू 5 जना गुता गयो, त्यहाँबाट 12 जना थियो। तपाईँ त्यतिखेर स्वास्थ्य कस्तो छ? तपाईँको मेडिकलहरू के? मेडिकल जाने आउँदाखेरि 3 दिन लाग्यो। 3 दिन लाग्यो नि। तपाईँले वहीँदेखि छोड्नुभयो? खाना पनि राम्रो दिन्थ्यो। खानु मन लाग्यो भने भन्नु दिन्छु भन्नु। अनि हाम्रा नेतृत्ववर्गहरूलाई चाहिँ के भन्नु चाहनुहुन्छ? सबैलाई धन्यवाद भनिन्छु। यति मलाई सहायता गर्नुभयो, मेरो लागि यति उयो गर्नुभयो। सबैलाई हात जोडेर धन्यवाद हुन्छ। सबभन्दा पहिला त मैले मेरा जति पनि गोर्खेली दाजुभाइ दिदीबहिनी हुनुहुन्थ्यो, उहाँहरूले मलाई एक एक कदममा साथ दिनाले आज यो मैले मेरो हस्बेन्डलाई घुराएर ल्याउन सफल भएको, त्यसको लागि सबैलाई धन्यवाद गर्दैछु। अनि सबै मलाई पुलिसहरू सबैलाई पनि, आसाम पुलिसहरूलाई पनि म धन्यवाद गर्छु। श्री परेश बरुवा डाँगरियालाई पनि धन्यवाद गर्छु। उहाँले मेरो हस्बेन्डलाई लगेर राम्ररी राख्नुभयो। जस्तो सोचेको थियौँ त्यस्तो केही टर्चरहरू भएन अरे, त्यसको लागि धेरै नै धन्यवाद गर्न चाहन्छु। तपाईँको योगदानहरूले कति राम्रो भयो है, के भन्नु चाहनुहुन्छ सम्पूर्ण जनताहरूलाई चाहिँ? हो, मैले सरकारसँग, पुलिस प्रशासनसँग सबैसँग गुहार मागेँ। म सँगसँगै हाम्रो दाजुभाइहरू सबै निस्किदिनु भयो। उहाँहरूले गरेर मलाई सघाउनु भयो। सघाउनलाई सबैलाई मैले धन्यवाद गर्दैछु। अनि उहाँहरूको म फेरि पनि भन्दैछु, उहाँहरूको सपोर्ट बिना मैले आज मेरो बुढालाई घुराएर ल्याउनमा सक्षम पनि हुने थिइनँ होला। मेरो सबै दाजुभाइ दिदीबहिनी तथा हाम्रो फुलबारी निवासीको जति पनि हुनुहुन्छ उहाँहरूलाई सबैलाई मैले धन्यवाद गर्दैछु। मेन्टली राम्रो हुनुहोस्, अनि त्यहाँबाट केही एउटा सोचेर अनि केही गर्नुपर्छ अब।